नमस्कार। साइकोलोजिकल फ्लेक्सिबिलिटी कसरी बढाउन सकिन्छ र आफू मानसिक रूपमा स्वस्थ भइकन कसरी हामीले हाम्रो एन्जाइटी, डिप्रेसन र लतसँग सम्बन्धित समस्याहरूलाई व्यवस्थापन गर्नुका साथै समग्र हाम्रो हेल्थ एन्ड वेलबिङलाई सुधार्न सकिन्छ भन्ने कुरालाई समेट्दै म नियमित रूपमा जोडिरहेको छु। आज म यहाँहरू समक्ष कमिटेड एक्सन प्रतिबद्ध कार्यको बारेमा कुरा गर्न गइरहेको छु। कहिलेकाहीँ हामी आफ्नै सोचाइमा धेरै नै अल्झिन्छौँ। हामी आफ्ना समस्याबारे धेरै सोचिरहन्छौँ र कुनै काम सुरु गर्नु अघि यदि केही नराम्रो भयो भने भनेर बारम्बार सोच्न थाल्दछौँ। यसरी हामी सोचाइमै अल्झिरह्यौँ भने हाम्रो जीवनमा महत्त्वपूर्ण भएका कामहरू गर्नबाट हामी पछि पर्न सक्दछौँ। त्यसैले यो एक्सेप्टेन्स एन्ड कमिटमेन्ट थेरापीले यस्ता हाम्रा बानीहरू चिन्न र तिनले हामीलाई कसरी असर गरिरहेका छन् भन्ने बुझ्न मद्दत गर्दछ। साथै यो एक्सेप्टेन्स एन्ड कमिटमेन्ट थेरापीले यदि हाम्रो जीवनमा कठिन सोचाइ वा भावनाहरू हुँदा पनि तिनीहरू पूर्ण रूपमा हट्ने प्रतीक्षा नगरी साना तर अर्थपूर्ण कदमहरू चाल्न हामीलाई प्रोत्साहन पनि गर्दछ। अर्को कुरा, मैले अघिको भेल्युज मूल्यसँग सम्बन्धित भिडियोमा भने चाहिँ जब हामीलाई के महत्त्वपूर्ण छ भन्ने थाहा हुन्छ त्यस अनुसार हामीले काम पनि गर्नुपर्ने हुन्छ। उदाहरणका लागि, यदि परिवार तपाईका लागि महत्त्वपूर्ण छ भने तपाईले परिवारसँग समय बिताउनु पनि आवश्यक छ। त्यस्तै यदि स्वास्थ्य तपाईको जीवनमा महत्त्वपूर्ण छ भने तपाईले व्यायाम गर्न, राम्रो खाना खान वा आफ्नो हेरचाह गर्न प्रयासरत हुनु पर्दछ। किनकि यिनै साना कदमहरूले नै बिस्तारै हामीलाई आफूले चाहेको जीवनतर्फ अगाडि बढ्न मद्दत गर्दछन्। त्यसैले एक थेरापीको एउटा महत्त्वपूर्ण अवधारणा भनेको भेल्यु बेस्ड एक्सन, आफ्ना मूल्य अनुसार गरिने कार्य हो। यसलाई सामान्य तरिकाले अर्थ लगाउँदा हाम्रो लागि महत्त्वपूर्ण लागेका कुराहरूलाई ध्यानमा राखेर त्यस अनुसार काम गर्नु भन्ने बुझिन्छ। तपाईलाई महत्त्वपूर्ण लाग्ने कुराहरू अत्यन्त ठूला वा तपाईको जीवन परिवर्तन गर्ने खालका मात्र हुनुपर्छ भन्ने पनि छैन। तपाईं हरेक दिन र हरेक क्षणमा साना साना कदम चालेर पनि आफ्नो लक्ष्यमा पुग्न सक्नुहुन्छ। मैले अघिको भेल्युज सम्बन्धी भिडियोमा भने चाहिँ तपाईले आफूलाई नै अहिले मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भन्ने प्रश्न सोध्दै त्यस दिशातर्फ जानका लागि एउटा सानो कदम, कमिटेड एक्सन के चाल्न सक्छु भन्ने बारे सोच्न सक्नुहुन्छ। यस्ता साना तर अर्थपूर्ण कदमहरू नियमित रूपमा चाल्दै जाँदा बिस्तारै हामी आफूले चाहेको जीवनतर्फ अगाडि बढ्न सक्दछौँ। यसरी कमिटेड एक्सन प्रतिबद्ध कार्य गर्दा एउटा उपयोगी उपाय भनेको आफूले सोचे भन्दा धेरै सानो कदमबाट सुरु गर्नु हो। यदि कुनै लक्ष्य धेरै ठुलो वा गाह्रो लाग्छ भने त्यसलाई सानो वा सजिलो चरणमा यहाँहरूले बाँड्न सक्नुहुन्छ। किनकि 100% गर्न खोज्नुभन्दा 10% वा इभन 1%बाट सुरु गर्नु राम्रो हुन जान्छ। उदाहरणको लागि, तपाईले डिप्रेसनको अनुभव गरिरहनु भएको छ भने तपाईले पुरै तयार भएर मेरो दिनचर्या सुरु गर्छु भन्दा त्यो गाह्रो पनि हुन सक्दछ। यस्तो अवस्थामा ओछ्यानमा बस्ने, सकिन्छ भने ओछ्यानबाट उठ्ने, शरीर तन्काउने वा दाँत माझ्ने जस्ता साना कदमहरूबाट सुरु गर्न सक्नुहुन्छ। यदि तपाईमा अनिन्द्राको समस्या भएको छ भने कफी वा क्याफिन कम पिउने, बेलुका कफी नखाने वा सुत्नु अघि मोबाइल र अन्य इलेक्ट्रोनिक उपकरण छिट्टै बन्द गर्ने जस्ता साना कदम चाल्न सक्नुहुन्छ। यी कामहरू साना वा सामान्य जस्ता लाग्न सक्छन्, तर धेरैजसो अवस्थामा यिनै कदमहरू नै हाम्रो जीवनमा उपयोगी हुन सक्दछन्। किनभने साना र वास्तविक लक्ष्यहरू पूरा गर्न सजिलो हुन्छ र यिनले बिस्तारै ठूलो सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्न सक्दछन्। प्रतिबद्ध कार्य
कमिटेड एक्सनको अर्को महत्त्वपूर्ण पक्ष भनेको साना सफलताहरूलाई चिन्नु र खुसी मनाउनु हो। प्रगति सधैँ ठुलो उपलब्धिमा मात्र देखिँदैन। कहिलेकाहीँ कुनै अनुपयोगी बानी, सोचाइ हाम्रो दिमागमा चलिरहेको बेला त्यसलाई पहिचान गर्न सक्नु पनि प्रगति हो। आफ्ना कमजोरीहरूलाई आत्माले महसुस गर्नु, सचेत हुनु पनि परिवर्तनतर्फको महत्त्वपूर्ण एउटा कदम हो। कतिपय मानिसहरूले आफूले गरेका गर्व गर्न लागेका कामहरूबारे कृतज्ञता ग्र्याटिच्युड डायरी लेख्दछन्। यस्ता साना सफलताहरू लेखेर राख्दा तपाईँले आफ्नो प्रगति देख्न सक्नुहुन्छ र अगाडि बढ्न थप प्रेरणा पाउन सक्नुहुन्छ। अर्को कुरा, कोही पनि पूर्ण भने हुँदैन। नोबडी इज पर्फेक्ट। आफ्ना अपूर्णताहरूका लागि आफैलाई दोष दिनु पनि हुँदैन। बरु आफूप्रति हामी दयालु हुनुपर्दछ र फेरि हामी प्रयास गर्नुपर्दछ। प्रतिबद्ध कार्य कमिटेड एक्सनको मुख्य उद्देश्य भनेको आफ्ना मूल्य अनुसार काम गर्ने, अवसरहरू बिस्तारै बढाउँदै जानु र समयसँगै कठिन परिस्थितिलाई राम्रोसँग सम्हाल्ने क्षमता विकास गर्नु हो। यो कुनै अन्तिम गन्तव्य भने होइन, बरु जीवनभर चलिरहने एउटा प्रक्रिया हो। आफ्नो मूल्य मान्यताहरूको बारेमा नियमित रूपमा सोच्ने बानी बसाल्नु पनि उपयोगी हुन जान्छ। उदाहरणका लागि, महिनामा एकपटक आफ्ना भ्यालुज, आफ्ना मूल्यहरूबारे विचार गर्ने, ती मूल्यसँग सम्बन्धित लक्ष्यहरू समीक्षा गर्ने र आफूलाई सही दिशातर्फ लैजाने साना कदमहरू पहिचान गर्ने। यसले आफू सही बाटोमा छु कि छुइनँ भन्ने बुझ्न र आवश्यक परे परिवर्तन गर्न पनि मद्दत गर्दछ। यदि आफूले बाटो बिराए जस्तो लाग्यो भने पनि फेरि आफ्ना मूल्य अनुसारको जीवनतर्फ फर्किने अवसर सधैँ हुन्छ। आफ्ना मूल्य अनुसार जीवन बिताउनु कहिलेकाहीँ चुनौतीपूर्ण पनि हुन सक्दछ, विशेष गरी जब हामीले आफूलाई धेरै सीमित घेराभित्र राखिकन हामी आफैप्रति कठोर हुन पुग्दछौँ। यो एक्सेप्टेन्स एन्ड कमिटमेन्ट थेरापीले हामीलाई आफूलाई अझ फराकिलो र लचिलो दृष्टिकोणबाट हेर्न सिकाउँदछ। जीवन अगाडि बढिरहन्छ, त्यसैले हरेक क्षणलाई आफ्नो लागि साँच्चै महत्त्वपूर्ण कुरातर्फ अघि बढ्ने अवसरका रूपमा प्रयोग गर्न सकिन्छ। यदि तपाईँले आजैबाट साना साना कदम चाल्न सुरु गर्नुभयो भने त्यसको प्रभाव समयसँगै ठुलो हुन सक्दछ। महिनौं र वर्षौंमा यी साना प्रयासहरूले तपाईँलाई आफ्नो मूल्यसँग मेल खाने अर्थपूर्ण र सन्तुष्ट जीवन निर्माण गर्न मद्दत गर्न सक्दछन्। भन्दै मेरो भिडियोलाई युट्युबमा कृपया लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गरिदिई मलाई यस्तै नियमित भिडियोहरू बनाउन प्रोत्साहित गरिदिनु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु। यस्ता भिडियोहरू यहाँहरूको जीवनमा प्रत्यक्ष रूपमा मेल नखाए पनि यहाँहरूले गरेको एउटा सेयरले कुनै व्यक्तिको पीडा कम गर्न वा उसको जीवनको दृष्टिकोण परिवर्तन गर्न मद्दत गर्न पुग्यो भने त्यो सायद यहाँहरूका लागि पनि खुसीको क्षण हुन पुग्दछ भन्दै यहाँहरूको शुभ दिनको पनि कामना गर्दै बिदा हुन्छु। हस्त, धन्यवाद।